हेलो गाइस, वेलकम टु माई भ्लग। आज चाहिँ म यो स्मोक चिकन बनाउन आँटेको मेरो हस्बेन्डको लागि। मजाले कोइलामा दाउराहरू लगाएर किन कहाँ गएको रोहन? लु पोल 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 लु। आज रोहनले पोलेको मासु खाऊँ हो। नन्दनी खान्छस् होइन? जाउँ जाउँ हिँड माथि लु। गो गेट द लाइटर। खै हाम्रो डोम आमा मेरो मासु बनाएर हो। दुईजना खुसी भएको लु। हाम्रो चाहिँ यहाँनिर यसमा चाहिँ हामी चिकन पोल्नु आँटेको अब एक एकपट्टि 1 2 3 छोड्दै गर्नु ला। दुईजना तल पठाउ त। जान्दैन नि रोलो। अलिक उता उता यसको बिचमा गरौँ न हावा। हाम्रोमा चाहिँ कोइला पनि छ हो। कोइला देखायो। खयो अहिले हामी बेलुका यहाँनिर जान आँटेको छ। उयो हौ बस्ने के लिएर आएछ? के अरे लु गाइज अब चाहिँ रेडी भयो एकदमै स्मोक्ड चिकन। हाम्रो हेर्दाखेरि त यस्तो देख्छ। अन्त त्यहाँ माथि चाहिँ साउथ सिटी त होइन वेस्ट पोइन्ट छ। त्यहाँनिर हामी बेलुका जान आँटेको आज। हेर्छ साउथ सिटीको टक्कै मुनि चाहिँ हामी चिकन पोल्दैछ। रोहन यहाँ पर्खिरहेको छ। हेलो गाइस, अब चाहिँ हामीले चिकन पनि खाइसक्यो। अन्त एकछिन अब बाहिर गएको सानो काम थियो वेस्ट पोइन्ट जाने, त्यही कारण हामी वेस्ट पोइन्ट गएको। अन्त गाइस हामी चाहिँ हिँडिसक्यो होइन। यता अब जाँदैछ हामी।
यो बाइपासको रोड खर्बी पनि यसरी हुन्छ होला है के भन्नु गरम छ पसिना आएको छ हो सिलगढी भन्दा गरम भइसक्यो होइन मन सिलगढी न गरम भएको होइन खासै यो हिट वेभले गर्दा भएको तर हिट वेभ इज गोना लास्ट few more days त्यही हुँदैन त्यही पानी पर्छ then the temperature is gonna be normal again with 22 to 23 degrees at the max अहिले कति छ 29 32 or 3 so होइन होला ए 32 थियो सिलगढी 38 गाइस अब म चाहिँ 1-2 दिनमा समर हाइट्समा बस्दै जान्छु होइन त्यतिखेर चाहिँ म भाउजूको लागि एउटा ब्यारिङ बनाइदिन्छु हो अन्त यहाँ भाउजूलाई चाहिँ पुरा गरम भयो अरे पुरा टाउको दुख्यो अरे एसी लगाउँदा हो सक्दैन किनभने बर्न टु बी ब्यारिङ हो ब्यारिङमा खेल्ने अरे नि त म फर हो के हेलमेट चाहिँ के को बनाइदिनु भगटेको फर्सीको होइन भगटेको सुहाउँछौ यहाँ चाहिँ वाटरफल छ हो सिक्किमको नेचुरल वाटरफल सफा गरिदिनु मनपर्छ म त आम्म गफ सुन्नुहुँदैछ भाउजूको गाइस गान्तोकको जाम चाहिँ यस्तो छ होइन अहिले टुरिस्टले गर्दाखेरि पुरा जाम हुँदैछ अन्त यहाँ हामी चाहिँ पर्खिरहेको छ झन्डै आधी घन्टा जस्तो भयो हो पर्खेको अन्त गाइस यहाँ चाहिँ देख्न सक्नुहुन्छ एउटा छोरा र बाउको बिचको माया होइन एकछिन घरबाट निक्लेको भिडियो कल गरेर हेर्नु मन लागिहाल्दो रहेछ के भन्नुहुन्छ भाउजू म के भन्नु छैन मलाई अब दुईजना म चाहिँ यहाँनिर के भन्नु यहाँ फोन स्ट्यान्ड भइरहेको छ जाम के लामो 1 घन्टा जस्तो हुनु आँट्यो हो हामी जाममा अड्केको स्वर सुनेर चिनेको हौ अन्त गाइस हामी चाहिँ वेस्ट पोइन्ट मल आइपुगिसक्यो अन्त यहाँ चाहिँ पार्किङभित्र जाँदैछ चाहिँ तलको लेभल कति हो लेभल 2 मा छ पार्किङ को रुबी रुबीको नम्बर माग्यो मैले अनुराग दाले फोन छोरी भयो त्यस्तो काट्नुपर्छ हो टिकट पार्किङ गर्नको लागि कजन हो निखिलको हुन्छ निखिलको को निखिल पुस्यो राख्दिनु अरे अर्जिनल जुत्ताको दोकान यहाँ माथि के भन्नु छ तपाईँलाई सामान किनेको छ होइन जानुपर्छ अब लेभल 2 हो लेभल 1 मा अड्किरहेको छ कस्तो लाग्यो तिमीलाई यो फर्स्ट टाइम आएको ए भएन भएन खै गाइस चाहिँ हामी फर्किँदैछ होइन ल भाउजू दाको बोतल चाहिँ पुरा पुरानो भएको थियो हो जिम जाने कस्तो लाग्यो भन्नुहोस् अझै भाउजूले चाहिँ ब्ल्याकमा चाहिँ पिङ्क कलरको लेखेको किनिदियो भन्दै थियो अझै यही छाने खै थ्याङ्क यू भन्नु न थ्याङ्क यू डियर वाइफ गाइज अन्त हामी चाहिँ अघि आइपुगेको थियो होइन म चाहिँ प्रोफेसनल भ्लगर होइन अन्त त्यही कारण चाहिँ हामीले अरू गरेको एक्टिभिटिजहरू चाहिँ देखाउनु पाएन किनकि हामी जस्ट स्टार्ट गरेको यो भ्लग बनाउनु होइन अन्त यहाँ चाहिँ हामीले पिज्जाहरू खाएर यहाँ खाइसकेको थियो भ्लग बनाऊँ भनेर सोचेको थियो गाडीमा चाहिँ तर अब के गर्नु त्यस्तै हो भुलिहालेँ अब बुढो भएको होला म पनि अब छिटो जानुपर्छ केही के गर्नु गाइस अब त्यस्तो इन्ट्रेस्टिङ भएन होला तर थ्याङ्क यू सो मच फर वाचिङ गाइस होइन यसरी माया दिँदै गर्नुहोस् किप सपोर्टिङ किप सेयरिङ थ्याङ्क यू सो मच